नमस्कार। आज हामी एउटा पुरानो तर एकदमै महत्त्वपूर्ण भाषा पाली बारे अलिकति गहिरिएर कुरा गर्दैछौँ है। हामीलाई प्राप्त स्रोतहरूमा आधारित रहेर। नमस्ते। यो भाषा विशेष गरी थेरवाद बुद्ध धर्मसँग जोडिएको छ होइन त? हो, एकदमै। पाली भाषा त्यो माध्यम हो जसमा थेरवाद बुद्ध धर्मको मूल ग्रन्थ त्रिपिटक टिपिटक। हो। यो प्राचीन हिन्द आर्य भाषा परिवारको सदस्य हो। त्रिपिटक भनेको चाहिँ 3 टोकरी जसमा बुद्धका उपदेश, विनय मतलब नियमहरू र अभिधम्म दर्शन संग्रहित छन्। कस्तो रोचक। स्रोतहरूमा त यसलाई बुद्धको भाषा पनि भनिएको रहेछ। यद्यपि बुद्धले बोल्ने वास्तविक बोली ठ्याक्कै यही नभएर यसैसँग मिल्दोजुल्दो मगधी प्राकृत जस्तो हुन सक्ने सङ्केत पनि छ है। हो, ठिक भन्नुभयो। खासमा यसको उत्पत्ति र प्रयोगबारे अझ केही बताइदिनुहोस् न। तपाईले ठिक भन्नुभयो। यो वास्तवमा बुद्धकालीन मध्य भारतको कुनै एउटा जनबोलीमा आधारित भाषा हो भन्ने मानिन्छ। आजकाल यो मातृभाषाको रूपमा चाहिँ कतै बोलिँदैन। बोलिँदैन? छैन। यसको प्रयोग पुरै धार्मिक र अकादमिक क्षेत्रमा सीमित छ, जस्तै पूजापाठ, मन्त्रोच्चारण अनि बौद्ध दर्शनको गहिरो अध्ययनमा। कहाँ? खास गरी श्रीलङ्का, थाइल्यान्ड, म्यानमार, लाओस, कम्बोडिया जस्ता थेरोवाद बौद्ध देशहरूमा। त्यहाँका भिक्षु, भिक्षुणी अनि विद्वानहरूले यसको अध्ययन र प्रयोग गर्नुहुन्छ। अच्छा, एउटा कुरा के पनि उल्लेख छ भने यो संस्कृतसँग सम्बन्धित भए पनि व्याकरण र शब्दावलीमा केही सरल छ रे। हो। यो कुराले अलिकति कौतूहल जगायो। के यसको सरलताले नै बुद्धका शिक्षालाई जोगाउन मद्दत गर्यो होला त, वा सिक्न सजिलो बनायो कि? हो, यो सरलताको कुरा चाखलाग्दो छ। व्याकरणिक रूपमा हेर्दा यो शास्त्रीय संस्कृत भन्दा केही सरल अवश्य छ, जसले गर्दा सायद त्यति बेला फराकिलो दर्शकमाझ पुग्न मद्दत गर्यो होला। तर यसको वास्तविक गहिरो महत्त्व यसको सरलतामा मात्रै छैन। मुख्य कुरा के हो भने पाली भाषाले बुद्धका प्रारम्भिक एकदमै मौलिक शिक्षाहरूलाई तुलनात्मक रूपमा शुद्ध रूपमा सुरक्षित राखेको छ। शुद्ध रूपमा? हो। यसले हामीलाई अनुवाद गर्दा हराउन सक्ने जुन सूक्ष्म अर्थहरू हुन्छन् नि, हो, ती अर्थहरू र दर्शनको गहिराईसम्म पुग्न मद्दत गर्छ। यो त झनै महत्त्वपूर्ण कुरा भयो। कसरी? केही उदाहरण दिन सक्नुहुन्छ? अवश्य। जस्तै धम्म शब्दलाई लिउँ न। धम्म? हो, यसलाई सामान्यतया धर्म भनेर अनुवाद गरिन्छ, तर पालीमा यसको अर्थ धेरै व्यापक छ। यसले केवल पन्थ वा कर्तव्य मात्र बुझाउँदैन। यसले यथार्थको स्वभाव, प्राकृतिक नियम अनि बुद्धले देखाउनु भएको मुक्ति मार्गलाई समेत समेट्छ। कति गहिरो! त्यस्तै निब्बानालाई अक्सर निर्वाण भनिन्छ। निर्वाण, जसले स्वर्ग जस्तो कुनै ठाउँको भ्रम दिन सक्छ। तर पालीमा यसको शाब्दिक अर्थ हो निब्नु। निब्नु? लोभ, द्वेष र मोहको आगो निब्नु। यो भाषामा यस्ता मनोवैज्ञानिक र दार्शनिक अवधारणाहरू व्यक्त गर्न विशेष शब्दावलीहरू छन्, जसले मूल आशयलाई एकदमै स्पष्ट पार्छन्। वाह, भाषाले कति फरक पार्दो रहेछ है बुझाइमा। स्रोतमा एउटा सुन्दर वाक्य पनि थियो, सब्बे सत्ता सुखी हुन्तु। हो, यो पाली भाषाको एकदमै प्रसिद्ध मैत्री भावनाको वाक्य हो। के हो यसको अर्थ? यसको अर्थ हो सम्पूर्ण प्राणीहरू सुखी होउन्। यसले बौद्ध दर्शनको त्यो करुणामय पक्षलाई कति सुन्दर ढङ्गले प्रस्तुत गर्छ, होइन? कस्तो राम्रो! त्यसो भए यो सबै छलफलबाट हामी के निष्कर्ष निकाल्न सक्छौं त? पाली भाषा बोलचालमा जीवित नभए पनि थेरवाद बौद्ध ग्रन्थहरूको संरक्षण र अध्ययनका लागि आज पनि उत्तिकै जीवन्त र महत्त्वपूर्ण छ। बिल्कुल। यसले बुद्धका मूल विचार र दर्शनको गहिराईमा पुग्न एउटा अद्वितीय झ्याल जस्तै काम गर्दो रहेछ। एकदमै सही। र अन्त्यमा सोच्नको लागि एउटा कुरा छोडौँ न त। हुन्छ। के पाली भाषाको अस्तित्व वा यसका केही शब्दहरूबारे मात्र जानकारी हुनाले पनि बौद्ध दर्शन वा ग्रन्थहरूलाई हेर्ने हाम्रो दृष्टिकोणमा केही फरक पर्न सक्छ? एउटा पुरानो भाषाले कसरी आज पनि हाम्रो दार्शनिक बुझाइलाई आकार दिन सक्छ भन्ने प्रश्न आफैमा गहिरो छ, होइन त?